र आज चाहिँ म बिहानै कामतिर लागियो र हिँड्दा हिँड्दै बसको पनि उता बस स्टपमा नि पुग्यो र मान्छेहरू धेरै बसेका थिए र मभन्दा पनि अघि आएर मान्छेहरू उता बसेर चाहिँ बस वेट गरिरहेको थियो। म पनि एकैछिन वेट गरेर बस चाहिँ आइहाल्यो। फाइनली बस आयो होइन। बस आइसकेपछि अब सबैजना बसमा चढ्नु पऱ्यो। आज त बसमा त धेरै मान्छे रहेछ भनेर आज त त्यो ढोकामुनि बसेको म चाहिँ ल हेर्न है। मैले चाहिँ हात लगाएपछि म चाहिँ मेरो ड्युटीतिर लागेँ। ड्युटीतिर लागिसकेपछि म पनि के कम भनेर छिरिदिएँ। त्यहाँ केटी थियो त्यसकै दिदीकै छेउमा छिरिदिएँ अनि म चाहिँ ल भनेर म चाहिँ त्यतिखेरै हिँडेको। हिँड्दा हिँड्दै म बाटोमा छु र अटोमेटिकली यहाँ पुग्दाखेरि ड्राइभरले चाहिँ उता ढोका क्लोज गर्न खोज्यो। तर खोज्दा खोज्दै फाइनली बस स्टपमा पुगियो। जहाँ म उतर्नु पर्ने थियो त्यहाँ पुगियो। अब पुगिसकेपछि त्यहाँपछि अब मैले रोड क्रस गर्ने भनेर म उता बसिरहेको छु र उता मेरो छाया पनि देखिरहेछ। र अब हामी रोड कट गरिसकेपछि फाइनली कट भयो। कट भइसकेपछि अब उता चाहिँ म रोडमा हिँड्न लागेँ र मेरो ड्युटी तर्फमा लागिसकेपछि उता चाहिँ बिल्डिङमा चाहिँ म काम गर्छु। बिहान कुकिङको काम गर्छु अनि फाइनली मेरो ड्युटीको ढोकातिर नि पुगियो। ढोकातिर पुगिसकेपछि म चाहिँ मेरो काम गर्ने सुपर मार्केट देखाउँदैछु। नेक्सो हाइपर मार्केट भनेर लेखेको छ त्यहाँ। अब त्यहाँ पुगिसकेपछि म चाहिँ ढोकामा हेरेँ कोही मान्छे छ कि छैन भनेर। फाइनली भित्र एकजना आएर बसिया रहेछ चुक्कुन लाएर लक गरेर। उसले चाहिँ खोलिसक्यो। म चाहिँ भागी भिडियो बनाउनलाई भनेर गेटतिर गएँ। गेटतिर गइसकेपछि उता चाहिँ सामान राखेको छ सुपर मार्केट। त्यहाँ चाहिँ घडी भइहाल्यो अनि सिँढीबाटै गएँ म, लिफ्टमै गएन। दुइटै फ्लोर भयो र माथि पुगिसकेपछि मैले देखाएँ हात्ती अनि उता फुल। कति राम्रो छ त्यो फुल। अनि कि मैले त्यहाँबाट गएर अब मैले लाइट बाल्नु पऱ्यो। एकदम अँध्यारो छ राति जस्तो। मैले गिलास देखाएँ जाँदाखेरि यो चाहिँ एकदम भिआइपीहरूले खाने गिलास। अनि म चाहिँ ज्याम कि ज्याम म चाहिँ लाइट हालिहालेँ ल। हालिपछि अब म बाहिर आएँ फाइनली। अब उता चाहिँ किचनको आइटमहरू भयो। अनि किचनको आइटम हेर्दा अनि उता फुटबल भलिबल अनि उता चाहिँ फ्लावर लगाएको क्या दामी है। अनि यो चाहिँ म आफैले सेटिङ मिलाएको। अनि कि उताबाट हिँड्दा कप बर्थडे गिफ्टहरू आयो। अनि उता पनि आयो। म चाहिँ अब कस्तो भयो भनेर रेडी भएर ऐनामा हेरेँ। अनि यो चाहिँ लेडिज ब्यागहरू एकदमै राम्रो छ। यो बच्चाहरूको ब्याग भयो। अनि उता चाहिँ वाच छ। अनि उता चाहिँ मेरो बस्ने काउन्टर त्यो फुलले लगाएको ब्याक साइड। अनि म चाहिँ यसो गर्न थालेँ। अनि यो चाहिँ स्कुटर अनि यो चाहिँ पेन्टिङहरू घडीहरू होइन। अनि उता चाहिँ म्याटहरू यहाँ चाहिँ सामान होइन। अनि त्यसपछि म चाहिँ तपाईँहरूलाई देखाउँदै भने उता चाहिँ यो चाहिँ क्लिनरको सामान आइटमहरू है। अनि त्यसपछि यता चाहिँ बल्ब इलेक्ट्रिक बल्बहरू अनि यो साइडमा चाहिँ तावाहरू है। तावाहरू देखाएँ मैले ज्याम कि ज्याम। अनि यो चाहिँ बुक्सहरू होइन कपीहरू अनि कोम्बो। अनि यो चाहिँ सिसाको गिलास लुमिनार कम्पनीको। अनि यता चाहिँ डाइनर प्लेट मतलब कि डिनर प्लेट छ होइन। डिनर प्लेटको सेटिङ छ यताबाट। अनि यहाँ चाहिँ बाहिरको देखाएँ मैले कस्तो। यो चाहिँ सिँगारको सामान केटीहरूको सामान है त सिँगारको। अनि